हेलो एभ्रिवान, आज चाहिँ छोटो र मिठो खानपिनको एकदमै मिठोवाला ब्लग लिएर आएको छु। जहाँ चाहिँ म गएको थिएँ रुट्स एन्ड फ्रुट्समा। यहाँको एम्बियन्स त मलाई एकदमै राम्रो लाग्यो। हामी चाहिँ पुग्ने बित्तिकै अर्डर दिएर अनि यता एम्बियन्सको फोटो भिडियोहरू खिच्न लाग्यौँ। त्यसपछि ट्याक्क पानी सानी पनि खाएर हाम्रो अर्डर आयो किमा नुडल्सको। आइसकेपछि यो किमा नुडल्सलाई मैले चाहिँ मिक्स गर्नतर्फ लागेँ। त्यसपछि यतिको मिक्स भइसकेपछि चाहिँ मैले फर्स्ट बाइट हानेको। ओहो, यस्तो राम्रो किमा नुडल्स धनगढीमा पनि पाइन्छ भनेर म त सक भएँ। त्यसपछि त के थियो, क्वान्टिटी पनि धेरै थियो। मैले त मजाले गम खाएँ अनि लास्ट बाइटमा चाहिँ एउटा टक्क भिडियो बनाएर टक्क आफ्नै स्टाइलमा पानी सानी खाएर भिडियो बनाएँ र त्यहाँबाट बिल तिर्यौँ हामीले। अनि लास्टमा पनि यस्तो राम्रो एम्बियन्सको भिडियो सबै चिज बनाएर जाम भनेर भिडियो पनि बनाएँ। अनि यता क्रिसमसको डेकोरेसन पनि गरेको रहेछ र त्यसमा पनि मैले भिडियो बनाएँ। ल अब यति नै हो, खाइपी गरेर हामी चाहिँ त्यहाँबाट निस्क्यौँ। भिडियो मन परेमा लाइक गर्नु होला। धन्यवाद।